हेलो गाइस, वेलकम टु माई ब्लग। जानी नजानी पानी बनाउनु जाँदै गर्दाखेरिको यो छोटो मिठो ब्लग बनाइरहेको छु, जसमा म र मेरो सलकेटा हो। मैले चाहिँ यत्रो कोकोकोला खाइसकेँ। यो कोकोकोला चाहिँ माथि पानीको मुहानमा पानी फिल्टर गर्नुको लागि हेरिरहेको छौँ। हेर्नुहोस्, बाटोघाटो कुइलेन, ज्वरोको दबाई यही कुइलेन, पानी बनाउने ड्रेसअप, जुत्ता खम्बु, हातमा सिक्कल, रबर, प्लास्टिक बोकेर हामी हिँडिरहेका छौँ। मन चाहिँ निकै माथि नै छ। अब यहाँ हिँड्दा हिँड्दा जुगाले पनि सताउँछ। कुइलेन होइन यो रोपेको, कुइलेन होइन, जङ्गल यस्तो छ। यो परको डाँडा डाँडा हुँदै 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 पानी लाग्छ गाउँमा। अब हामी चाहिँ माथि पुगेर फेरि देखाउँछौँ है। सेवाको लागि है, सिकल दिन्छ मलाई। माथि गएर चाल्दा भइहाल्छ नि जुगा। अलिअलि खर्च होइन हो, पानी परेको छैन के। पानी नपरे है, यो चाहिँ कुइलेनको बिजन, यो कुइलेनको बिजन होइन। अस्ति बनाउन आएको बिगारिराखेको छ नि त झन्। ए कफी हो, यो कफीको बिजन रहेछ। यहाँ चाहिँ कमानको बिजन बिरुवाहरू लगाइन्छ र जग्गा जग्गामा कमान खाली भएको एरियामा रोपिन्छ यसलाई। अब चाहिँ यहाँबाट यस्तो गरेर झर्नुपर्छ हो, चिप्लो बाटो छ। बाटो अलिकति कठिनाइ छ, बहुत चिप्लो छ। चिप्लियो भने सिधै तर खोला। पानी चाहिँ यहाँबाट जान्छ हाम्रो, यो होमन लाप। पानी त ठुलै छ, बाटोमै बिर्सेँ। पानी त ठुलो आएछ, पाइपमा आइरहेछ होइन। हामी मन आइसक्यो। पानी कहाँ हावा पसेछ? पानी त राम्रै रहेछ। पानी चाहिँ यसरी ल्याउँछ हामीले, यसरी ल्याएर यहाँ ट्याङ्की छ है, यो ट्याङ्की चाहिँ हामी सफा गर्नुपर्छ। यसमा सानोमा आउँदैछ पानी, हेर त भाइ। ल